नेपाल आयल निगमले आजदेखि पेट्रोल डिजेल र मट्टीतेलमा प्रति लिटर 15 रुपैयाँले महँगो बनायो। काठमाडौँमा पेट्रोल अब 202 रुपैयाँ। अहिले चाहिँ अति भयो साथी, अहिले अति भयो। हामी रडेरहरूलाई काम गरी खान धेरै गाह्रो भयो। पेट्रोलको भाउ बढेर आकाश छोइसक्यो। पेसेन्जरको रेट कहिले पनि बढ्दैन। बोनस घटाएको घट्टै बाहिर फेरि यस्तो घाम लागिरहेको थियो। अब काम भएको भए बिहानै उठेर काम गर्नुहुन्थ्यो। काम छैन, टन्टलापुर घाम छ। हिजो आज गर्मी बढिसक्यो। अब काममा नगएपछि त अब कोठामा बसेको बेला कोठाको काम त गर्नै पर्यो। अब कामै नभएपछि त अब खालि खानी बस्नी भन्दा कामै हुँदैन। त्यसैले मैले अब त दिन काट्न गाह्रो भयो। अनि भाँडासाँडा माझेर मजाले भाँडासाँडाहरू मजाले घोटी सफा गरेर बसेँ। त्यसपछि अब भाँडासाँडा पखालिओरिकन सबै हतार गरे। अब आन्दोलन जानै पर्यो। साथीहरू सबैजना आन्दोलनमा छ। बल्ल भाँडा माझेर सुकाएँ। भाँडा सुकाएर राखेँ। अब बाहिर सफा गर्नु पर्यो। त्यहाँ अलिअलि फोहोर थियो, यसो सफा गरेको। अब आफूलाई त्यो फोहोरमा बस्नु मन लाग्दैन। अनि यसो आएँ, यताउता झारसार सबै मजाले मस्त राम्रोसँग सफा गरेँ। मजाले सफा गरिसकेपछि अब हात खुट्टामा अलिअलि फोहोर लागेको थियो। अनि फोहोर लागेपछि मुखसुख धोएर टक्क अब यसो फ्रेस भएर बसेको। धेरै गर्मी भयो। अहिले काठमाडौँमा 200 गर्मी बढ्न थालिसक्यो। तातो धेरै अनि अब चिसो खानु पर्यो भनेर चिसो ल्याएर राखेको थिएँ। अनि एकछिनपछि अब गर्मी लपक भयो। अनि मैले लेमन जुस ल्याएर मजाले खाएँ। आनन्दले जुस खाएर बसिसकेपछि अब एकछिनपछि आन्दोलनमा गएँ। अहिले बल्खु आएर मजाले आन्दोलन गरेर बसेका छौँ हामी गाइज।